ल नमस्ते सबैजनालाई। अहिले चाहिँ वसन्त ऋतुको समय अनि फुलहरू ढकमक्क फुलेको हुन्छ। र यसरी फुल पनि फुल्छ र फुल मात्रै पनि ठुलो कुरा होइन, म्यानेज पनि हो भन्ने पनि ठुलो कुरा लाग्छ मलाई। किनकि यो हुन त यो जङ्गलमा जताततै फुल्ने हो, यो एउटा पैयुँ हो नेपालमा। अलिकति केही मात्रामा होइन चाहिँ राम्रोसँग फुल्दो रहेछ। यो वसन्त ऋतुमा नेपालतिर पनि त यो पैयुँहरू फुलिराखेकै हुन्छ। यो जङ्गलमा मात्र फुलेको भए यसको अस्तित्व अलिकति थोर हुन्थ्यो होला, कम हुन्थ्यो होला। यता पारि त जङ्गलभरि पनि छ, यो त्यत्तिकै पनि फुलिरहेको छ। तर एउटा यो चाहिँ यहाँको सरकारले, यहाँको स्थानीय सरकारले यसरी म्यानेज गरेर रोपेकोले अत्यन्तै राम्रो भएको छ। एक हप्तामा यसरी फुल्दाखेरि धेरै राम्रो देखिन्छ। विशेष गरी जे चिज जस्तो गरी समूह मिलेर बस्ने, एउटा राम्रोसँग बस्ने हो भने राम्रो देखिँदो रहेछ। मिलेर बस्ने हो भने यो यसरी यो सबै स्थानीय सरकारहरूले यसरी यस्तो राम्रो देखिएको छ। अझ यो भिडियोमा भन्दा पनि आँखाले हेर्दाखेरि अझ राम्रो देखिएको छ। भिडियोमा अलिकति क्यामेराले राम्रोसँग क्याप्चर गर्न सकेको छैन। अनि यस्तै हो। अहिले यो फुल एउटा यो कोरियनमा चाहिँ यसलाई फतकोत भन्छ होइन, एउटा चेरीलाई चाहिँ फत भन्छ होइन, फतकोत। यो एउटा यो बजार एरियामा यो रोपेर अहिलेको यसको यो फतकोत, यो चेरी ब्लोसमको होइन, यो चेरीको चाहिँ एउटा के अरे छुप्जे उत्सव, एउटा पर्व नै मनाउँछ। 4-5 दिनसम्मको एउटा प्रोग्राम, कन्सर्ट गर्छ, बाहिर कन्सर्ट नै गराउँछ। यस्तै छ। जे कुरा पनि म्यानेज गरियो भने राम्रो देखिँदो रहेछ। यो जङ्गलमै हुने हो भने यसको महत्त्व अझ कम हुन्छ। निश्चित ठाउँ र ठाउँसँगै कस्तो भने आफूले व्यवस्थापन गरेर यसको जुन चिजलाई एउटा महत्त्व दिलाउन चाहिँ हामीले जान्नु पर्दो रहेछ भन्ने कुरा पनि यहाँबाट मैले चाहिँ महसुस गरेँ। र तपाईँहरूको दिन शुभ रहोस्, शुभ दिन। धन्यवाद। बाई बाई।